यदि तपाईँ पनि आज मात्रै 12 बजे सुत्छु भनेर हरेक रात ढिलो सुत्नुहुन्छ भने यो भिडियो तपाईँको लागि हो, किनकि यसको असर तपाईँले सोचेभन्दा धेरै हुन सक्छ। एउटा रात ढिलो सुत्दा ठूलो समस्या नहुन सक्छ, तर नियमित रूपमा राति 12 बजेपछि सुत्ने बानीले शरीरको जैविक घडी बडी क्लक बिगार्न सक्छ। यसले बिहान उठ्न गाह्रो हुने, दिनभरि थकान लाग्ने, ध्यान केन्द्रित गर्न समस्या हुने र काम वा पढाइमा असर पर्न सक्छ। लामो समयसम्म पर्याप्त निद्रा नपुग्दा तौल बढ्ने, रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर कमजोर हुने र मधुमेह, डायबिटिज, उच्च रक्तचाप, हाई ब्लड प्रेसर र मुटु रोग जस्ता दीर्घकालीन रोगहरूको जोखिम पनि बढ्न सक्छ। समस्या केवल 12 बजे होइन, पर्याप्त र नियमित निद्रा नहुनु हो। प्राय सबै एडल्टलाई हरेक रात 7 देखि 9 घण्टा गुणस्तरीय निद्रा आवश्यक हुन्छ। रातभर मोबाइल चलाउनुभन्दा आफ्नो शरीरलाई आराम दिनुहोस्। राम्रो निद्रा पनि एउटा औषधि जस्तै हो। डाक्टरद्वारा तयार पारिएका यस्तै स्वास्थ्य जानकारीका लागि यो पेज फलो गर्नुहोला। धन्यवाद।